आजकल त बाबालाई खुब जाँगर परेछ त जहिले पनि हामीलाई खाजा बनाइदिनुहुन्छ। एग रोल पो बनाउन थाल्नु भएछ त बाबाले। मिठा मिठा देखिरहेछ, अहिले खाइदिउँ त। चाँचाडा रोल गरेर टिफिनमा पो हालिसक्नु भएछ बाबाले। चिज पनि हाल्नु भएको रहेछ। अब टिफिनमा नअट्ने भएर बिचमा काट्दै हुनुहुन्छ। अर्को टिफिन पनि रेडी भयो। ओहो, बाइक निकालेर कता जान लाग्नु भएछ त? हाम्रै स्कुल जाने बाटोतिर पो जाँदै हुन्छ त। ओ, टिफिन पुर्याउन त मम्मी पनि जानु भएको रहेछ। हामीलाई त थाहा नै छैन आउनु भयो कि जानु हो। अब त बाटोपट्टि नै हो जानुभयो। हामीलाई छोडेर। ठिकै छ, अरू बेला त हामी पनि गइरहेछौँ नि। आज त बाबा आमालाई एक्लै जान दिउँ न त। यहाँ चाहिँ ग्रोसरी सेक्सनमा जानु भएको रहेछ। बाबाले त पराठा पनि दिनुभएको छ। मामु पनि यता सामान हेर्दै हुनुहुँदो रहेछ। मामु बाबाको त मजै भएर होला। तेरिका सब्जीहरू पो किन्न जानुभएको रहेछ। हामी त चिन्दै नचिनेको। हामी त अरू नै सपिङ गर्न जानु भए जस्तो लागेको थियो के हामीलाई त। हजुरहरूलाई त्यस्तो लाग्यो कि लागेन? पक्कै नै लाग्यो होला। यहाँ चाहिँ कोकोनट जुस किन्दै हुन्छ। के मिसाएको पनि हेर्दै हुन्छ। जे होस्, हाम्रो मामु बाबा हेल्थ कन्सियस पनि हुन्छ। चकलेट। मामुले बाबालाई ब्याग दिनुभयो सामान राख्नको लागि। भर्खर सामान ल्याइसक्नु भएको थियो, अब त धेरै सामान किन्नु भएन छ। बाबाको चाहिँ चाउचाउ फेभरेट हो, त्यही भएर 2टा भयो नि लिइहाल्नु भएछ। लुकी तर मामुले कराउनुहुन्छ नि त। बाबा झोला बोकेर लुखुल हिँड्दै हुनुहुन्छ। अब चाहिँ फर्किँदै हुनुहुँदो रहेछ। ओहो, यो त गोलफुटामा खुलेको नयाँ होटल हैन? अस्ति भर्खर ओपनिङ भएको थियो नि। हामीलाई नलिकन बाबा खाना जानु भएछ। हामीलाई चाहिँ भोक लाग्दैन जस्तै। बाबा त फेरि लुखुल हिँड्दै हुनुहुन्छ। हात धुन पो जानु भएको रहेछ। अब त दनादन समोसाहरू खान थाल्नुभयो। मामुले चाहिँ लस्सी मात्रै खानु भएको रहेछ। नल्याइदिएको गोलो के डल्ला हो? पेमेन्ट गरेर हिँड्न थाल्नुभयो। हामीलाई केही छैन। त्यो झोला के हो? धन्न पहिल्यै समोसा प्याक गरेर आउनु भएको रहेछ।